guys, welcome back to my channel. If you are new to my channel, don't forget to subscribe, like and share my channel. आज चाहिँ मैले बिहान चाहिँ इन्ट्रो गर्न पाइनँ नि त, इन्ट्रोै गरेको रहेनछु भिडियोको। आज नानीको चेकअप थियो, त्यस्तो टाइम चाहिँ पाएन है। अनि त्यही हो आजको भिडियो तपाईहरुलाई है। अब कस्तो लाग्छ हेर्नु होला हैन। नानीको 1 मन्थको भिजिट प्लस मेरो पनि थियो नि त, त्यही भिडियोहरु छ। आज चाहिँ मैले धेरै दिन बाद भिडियो लिएर आएको छु है। तपाईहरुलाई के कस्तो लाग्छ है। आई होप यु गाइज विल इन्जॉय इट। अनि यति बेला चाहिँ टाइम चाहिँ 11 AM हरु भएको छ है। अनि वेदर चाहिँ धेरै नै चिसो छ। यता चाहिँ अहिलेसम्म अब विन्टर नै छ भनौं न। अनि भर्खर नै निस्केको हामी चाहिँ घरबाट। यहाँबाट चाहिँ अब हाम्रो मार्केट पुग्नु 45 मिनेट्सहरु लाग्छ है। अनि हेर्दै गर्नुस् त ल। आज चाहिँ फेरि घुमदेखि नै जाम रहेछ है। हामी यहाँ बसेको चाहिँ अराउन्ड 10-20 मिनट्स चाहिँ भइसक्यो हैन। भेरी खानमा चाहिँ चेकिङले गर्दा चाहिँ यस्तो जाम भएको रहेछ। एभ्री गाडीहरुलाई चाहिँ चेकिङ गर्दै रहेछ है। अनि त्यो भएर चाहिँ ढिलो भएको। गाइज हामी चाहिँ यहाँ दोरगा बजारमा छौँ हो। यता मिरा दिदी, यता मिरा दिदी, बेबी यहाँ, बेबी पनि बोकिरहेछ। हत्तु भयो। अब चाहिँ हामी च्याम्बरमा जाँदैछौँ हो। त्यहाँदेखि चाहिँ चेकअप गरेर सकिन्छ। आएपछि ठिक्कै हो। त अब चाहिँ हामी जाँदैछौँ। आइज न किन भिड छ कि क्या हो। भाइले लन्च बक्स किन्छु भनेको हैन। अन्त फाटक कहाँ फाटक चाहिँ पूजामा शिवरात्रि पूजामा। गाइज हामी चाहिँ सकेर पनि अब नानीलाई यहाँ पक्रेर चाहिँ हाम्रो अलिअलि सामान किन्नु थियो हो। अब चाहिँ हामी कहाँ जान्छौँ गाडीमा है। अब हामी गाडीमा गएर चाहिँ त्यहाँदेखिको सुकिया जाने काम छ हो। सुकिया गएर चाहिँ घर जाने हामी चाहिँ अब खानाहरू खाइसक्यो हो। खाएर चाहिँ अब गाडी आउन आँटेको छ। हामी चाहिँ यहाँ छौँ। मम्मीले पक्रिरहनु भएको छ। नानी चाहिँ पछि मिरा दिदी हो। अब गाडी पर्खिरहेछौँ। त्यहाँदेखि मात्रै सुकिया जाने हामी। अहिले चाहिँ हामी अब घर फर्केको है। सबै कामहरु सक्यो। अनि सुकिया चाहिँ जानु परेन है। जे सामान किन्नु थियो त्यो चाहिँ हामीले घुममै पाइहाल्यो। तपाईलाई यो भिडियो कस्तो लाग्यो है। डु सब्सक्राइब, लाइक एन्ड सेयर हैन। अनि कमेन्ट पनि गरिदिनु होला। आज चाहिँ हाम्रो बेबी 1 मन्थ पनि पुग्यो है। मैले अहिलेसम्म नानीको नेम चाहिँ रिभिल गरेको थिइनँ है। नानीको नेम चाहिँ हो प्रत्युष छेत्री। अनि गाइज मैले चाहिँ हस्पिटल ब्याग प्याकिङ गरेको चाहिँ भिडियो ड्राफ्ट भिडियो छ है। म अब यो भिडियो पछि अब नेक्स्ट भ्लगमा चाहिँ म अपलोड गर्नेछु है। ढिलो भयो तपाईहरुलाई पनि हेल्पफुल हुनेछ है। जो न्यू मम हुनु आँट्नु भएछ है। के चाहिन्छ के चाहिँदैन भनेर प्रिपेयर हुन्छ क्या। अगाडि नै प्रिपेयर गरेको मैले चाहिँ त्यस्तो 1 मन्थ हैन 15 डेज अगाडि चाहिँ मैले एकदम प्रिपेयर गरेर राखिसकेको थिएँ है। तपाईहरुले पनि त्यस्तै गर्नुस् होला। अर्को नेक्स्ट भिडियोमा चाहिँ म अपलोड गर्नेछु। Thanks for watching. Bye guys. Stay tuned for more upcoming videos.